हामी त्यही बन्छौँ जो हामीले रेगुलर रूपमा डेली गर्छौँ। आज हामीले कुरा गर्नेछौँ ह्याबिट्सको। हाम्रो जीवनमा हाम्रो बानीहरूको कस्तो इम्प्याक्ट हुन्छ र यसले हामीले कसरी हामी जे बन्न चाहन्छौँ त्यो बन्न मद्दत गर्छ। आज हामीले कुरा गर्नेछौँ ब्रिटिस साइक्लिङ रेभोल्युसनको, जहाँ ब्रिटिसहरूले 100औं वर्षमा साइक्लिङ भन्ने चिजमा, साइकल चलाउने काममा ओलम्पिक्समा कुनै पनि मेडल जितेको थिएन र एकपटक उनीहरूले यसलाई समीक्षा गरे र अब कसरी यसलाई सुधार गर्ने भन्ने कुरामा डेभिड ब्रेल्सफोर्ड भन्ने जुन एउटा कोच थिए, जुन प्लेयर्सहरूलाई साइक्लिङको तालिम दिने काम गर्थे, उसले के सोच्यो भन्दाखेरि म 1% इम्प्रुभमेन्ट गर्छु, साइक्लिङमा 1% इम्प्रुभमेन्ट गर्छु र प्लेयर्सहरूलाई राम्रो बनाउँदै जान्छु। उसले सानो सानो कुरामा इम्प्रुभमेन्ट गर्न थाल्यो, जस्तै साइकलमा बस्ने सिट्सहरू कस्तो छ, त्यो सिटलाई कसरी कम्फर्ट बनाउने, 1% के। अनि त्यसपछि साइक्लिङ गर्ने मान्छेहरूले सुत्दाखेरि कस्तो किसिमको पिलो, पछाडि सुत्दाखेरि कस्तो किसिमको तकिया कस्तो युज गरिरहेछ, त्यसलाई कतिको कम्फोर्ट छ, त्यो कुराहरूमा, त्यस्तै साइक्लिङ गर्दाखेरि टायर्सहरू कतिको फोहोर छ भन्ने कुरामा उसले सानो सानो कुरामा इम्प्रुभमेन्ट गर्दै गयो। र तपाईँलाई थाहा छ, 5 वर्षपछि उनीहरूले, ब्रिटिसहरूले साइक्लिङ इन्डस्ट्रीमा, ओलम्पिक्समा मेडल्सको लाइन लगाइदिए, हिस्ट्री क्रिएट गरिदिए, डोमिनेट गरिदिए। ब्रिटिस नै ब्रिटिस भए साइक्लिङ जित्नेहरूको लाइनमा। दर्जनौं उनीहरूले गोल्ड मेडल्स जिते। र यो पावर चाहिँ ह्याबिटको हुन्छ कि सानो सानो हामीले चेन्ज गर्यो भने हाम्रो ह्याबिटमा यति धेरै इम्प्याक्ट पर्छ। हामीले कुरा गर्न सक्छौँ जापानको, जहाँ ठुलो एटम बम जो ब्लास्ट गर्दाखेरि फ्याट म्यान र लिटल बोय भन्ने 1946मा हामीले सुन्छौँ, हेर्छौँ होइन, इतिहास पढ्छौँ, जब जापान पूर्ण रूपमा ध्वस्त भइसकेको थियो र पछि जापान अहिलेको स्टेट हेर्दाखेरि कति विकसित छ त, कसरी भयो त? उनीहरूले काइजन भन्ने प्रिन्सिपल युज गर्ने। काइजन भनेको कन्टिन्युस इम्प्रुभमेन्ट, सानो सानो इम्प्रुभमेन्ट रेगुलर रूपमा गरिराख्यो भने त्यहाँ चाहिँ ठुलो इम्प्रुभमेन्ट हुन्छ। र अब हामीले एउटा यो ग्राफतिर हेरौँ। यो ग्राफमा तपाईँले हेर्न सक्नुहुन्छ, कुनै एउटा मान्छे 1% मात्रै हरेक दिन इम्प्रुभ गर्दै गयो भने 1 वर्षमा कति हुन्छ त? यो ग्राफहरू माथितिर गइरहेछ र क्यालकुलेसन हेर्न सक्नुहुन्छ तपाईँले, 37.78 भने अर्थात् 38 गुणा तपाईँ बढी आजभन्दा राम्रो भन्दा जानुहुन्छ। 38 गुणा तपाईँको इम्प्रुभमेन्ट हुन्छ यदि 1% तपाईँ हरेक दिन आफूलाई इम्प्रुभ गर्नुभयो भने। यदि त्यो कुरा उल्टा गर्नुभयो भने, 1% तलतिर जानुभयो भने तपाईँ 0. कति भनेको छ,